हाम्रो के भन्छन् अरे भलक चाहिँ च्याउ खाउन जाँदैछौँ बाटोमा। हेर्नुहोस् यहाँ बुढाबुढी यति अनि म यस्तो छ हे बाटो आमा। एउटा लौरा काट्नु न हैसा ल्याउनु भएन। अघि लौरा काटेर पन्छाउँदिनु न। यस्तो त भएन। यस्तो बाटो लिएर आएर मास्तिर गयो आउनु त के यो त झन् उतै बाटो छिटो गन्छको। यो त डेन्जर बाटो। यस्तो डेन्जर बाटो आउँ झन् जङ्गलमा यहाँ भूत पनि आउन सक्छ, बाघ भालु पनि आउन सक्छ। छिटो त्यो सबैभन्दा डराउने केटा। यस्तो डराउने डरवाला बाटो होइन त भूत आयो भने जस्तो के टाइपको बाटो हो। सबभन्दा मोरन च्यासे सबभन्दा डराउने केटा यहाँ हेर्नु। उनीहरू वहाँ पुगिसक्यो नि। यो यहाँ यस्तो बाटो किन लिएर आएको र? कति डेन्जर बाटो हुन्छ बाफु बाफ। म चाहिँ यिनीहरूले खाना खाएर आएको। म चाहिँ भर्खर कलेजबाट आएर खाना ढिलो भयो, त्यही भएर चाउचाउ खाँदै बोल्दैछु। अब हामीले यो जङ्गल पार गरेपछि कता जग्गा लाग्छ है एकछिनपछि खतरा। म पनि फर्स्ट टाइम आउँदैछु। अब त्यस्तो झुडी पार गरेपछि हामी अब यस्तो बाटोमा आउँदैछौँ। अब यो जङ्गल पार गरेपछि फेरि अर्को सालगाडी आउँछ, अर्को जङ्गल आउँछ। यस्तो जङ्गल आयो हामी। हामी के लियो भुट त के झार्यो मादर पनि जाएछ क्या। खतरा खा जङ्गल भुट्टा पनि जस्तो हो। हाम्रो यहाँ फुच्चेले दाएर त नाकमा सिगान ल्याएको छ। यहाँ फाल सिगान। अझै हामी चौखनी जङ्गलमा आइपुगिरहेनौँ। यस्तो बाटो पार गर्दैछौँ। खासमा हामी यति राम्रो बाटो आएको भयो हुन्थ्यो कि यस्तो झुडीको बाटो डेन्जर बाटो लिएर आएर यस्तो राम्रो बाटो छोडेर कस्तो कस्तो बाटो लिएर यस्तो यता पर विद्युत छ। यहाँ अझै हामी चौखनी जाने बाटोमा पुगेछौँ। राइनुले धुलो कस्तो राखन्। यताबाट बाइक पनि हिँड्छ। धुलै धुलो छ। कति धेरै टाढा अझै आइपुगेको छैनौँ है हामी चौखनी बाटोमा। फेरि चेउ खोजेर आइसक्नु भयो। आमाहरू पुरा कुदाली बोकेर आउनुभयो। अगाडिबाट कार पनि आउँछ। है कता जङ्गलबाट आएको कार त। यहाँ फेरि फोहोर व्यवस्थापनले फोहोरहरू गरेर मल बनाउँछन्। मल कुहिनेर नकुहिने वस्तुहरू छ यहाँनिर। अझै हामी चौखनी ठाउँमा आइपुग्यौँ। धेरै टाढा रहेछ। अब हामी लगभग अब चौखनी स्थानमा आइपुग्यौँ। यति धेरै आधा घन्टा हिँडेर हेर्नुहोस्। सल्लाह के अरे सालै सालको सालगाडी छ हेर्नुहोस्। वाउ दामी हो दामी। अब यहीँभित्र हामीले च्याउ खोज्ने हो। यहीँभित्र अब यहीँभित्र च्याउ खोज्ने हामीले। अब च्याउ कतिको पाउँछन् हेर्दै गर्नु है। हामी अब एकछिनमा च्याउ खोज्ने हो। यहाँ च्याउ खोज्न जाने मान्छे अगाडि छ नि। यसी कतरा हाम्रा च्याउ खोज्ने आजका मान्छे च्याउ खोज्ने। ओ माई गड। हो हेर्नु झोला बोकेको अङ्कल यता हेर्नु त। ओ झोला बोकेको अङ्कल। ओ झोला बोकेको अङ्कल यता हेर्नु त के छ। पुरा झोला बोक्नु भएको यहाँले। च्याउ खोज्ने मान्छेहरूको हालत यस्तो छ।